गर्भस्थं हेमिजिव्यावसो अनन्तपुण्यफलदः शान्तिं प्रयच्छति मे। पानी समाता ओम कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि। छोड़ दे। अब के छ भनेदेखि बटुकका गार्जेनले सुन्नुहोस्। अब यो हामीले वरण गरियो, गौदान गरियो। अब दीक्षा दिने गुरुलाई टिको लगाएर त्यो चिज दिनुपर्छ। अब यहाँ अर्को कुरो के छ भनेदेखि स्वयं व्यासजी यहाँ हुँदाहुँदै, गुरुजी यहाँ हुँदाहुँदै हाम्रो अधिकार छैन बटुकलाई मन्त्र दिने हो, किनभने व्यासजीलाई अपमान गरे जस्तो पनि हुन्छ। त्यसले गर्दाखेरि यी सबै बटुकको मन्त्र जति पनि बटुक छन् यहाँ सबैलाई मन्त्र गुरुजीले दिनुहुन्छ। त्यसमा हामी छँदैछौँ, चिन्ता गर्नु पर्दैन। बुझ्नुभयो नि? अब यी केटाहरू त गम्छा र त गोदान लिएर उहाँ गुरुसँग जानु र गुरुजीलाई टिको लगाउनु, त्यो थमाइदिनु, जानु लाइनले जानु, आत्तिर नजानु। उहाँ एउटा एउटा गर्दै चढ्नु माथि।